उहाँहरूको लागि दरबन्दी दियो भन्दा यो अर्थमन्त्रीको पहरेदार भएर शिक्षा मन्त्री प्रस्तुत हुनु त पैसा छैन भन्छ, विद्यालय सञ्चालन गर्नु कर्मचारी चाहिन्छ भन्दाखेरि अर्थले धान्दैन भन्छ। त्यस्तो तरिकाले जुन तरिकाले तपाईहरुले यो सार्वजनिक विद्यालयलाई अपमानित गर्नुभएको छ, यो दफा 65 त तपाईहरुले खारेज गर्नै पर्छ, फिर्ता लानै पर्छ। र धेरै टेक्नोलोजीको कुरा गर्नुहुन्छ, तपाईहरुले यो डेटा सिक्युरिटी एआई भन्नुहुन्छ, डेटा बिना के एआई, त्यसैले डेटा सिक्युरिटीको लागि ऐन ल्याउनुस्। नेपालको सार्वजनिक शिक्षामा दिनरात नभनी राजनीतिक कारिन्दाहरूसँग भिडेर विद्यार्थीहरूको लागि खटिनु हुने सम्पूर्ण प्रति अनादर गरेको छ, अपमान गरेको छ। यो दफा त हट्नै पर्छ भन्दा ट्यालेन्ट मान्छेहरू शिक्षक बनाउनु पर्छ, निजामती कर्मचारीमा ल्याउनु पर्छ, प्रहरीमा सबै ठाउँमा डेलिभरी दिने भने त कर्मचारीहरूले हो नि, त्यहाँ चाहिँ एकदम अब्बल मान्छेहरू ल्याउँ भन्दाखेरि यो पर्टिकुलर दफाले चाहिँ एकदमै अड्काइदिया रहेछ हैन। अब सोच्नुस्, शिक्षकहरुकोमा 30,000 अहिले काम गरिरहेको शिक्षकहरुमा थप्दै गर्दाखेरि त्यसको 2/3 20,000 चाहिँ नि रिटायर्ड टिचर्सहरुलाई दिने भनेको काम गर्ने र काम नगर्ने हैन, दुईटा जुन वर्ग छ, रिटायर्ड र नन रिटायर्ड, त्यसको फरक त 1/3 मात्र रहेछ नि त। अनि त्यस्तो बेलामा यसलाई टेक केयर कसरी गर्ने भन्दाखेरि महँगी भत्ता चाहिँ नि सबैलाई दिउँ हैन, हाल काम गरेर मान्छेहरुलाई पनि, रिटायर्ड मान्छेहरुलाई पनि, तर प्रतिस्पर्धात्मक तलब जुन हामीले ट्यालेन्ट मान्छेहरू ल्याउने भन्छ नि, त्यस्तोको लागि चाहिँ नि प्रतिस्पर्धात्मक तलब दिने बाटो खोलिदिउँ। जबसम्म हामीले यो गर्दैनौँ, यो प्रतिभाको कदर हुँदैन र युवाहरूको कदर हुँदैन हैन। त्यसकारण हामीले यो भोट ब्याङ्कको मोह चाहिँ नि त्याग्नुपर्छ भनेर मैले एउटा संशोधन ठ्याक्कै यसैमा राखेको छु। त्यसपछि दोस्रो बुदामा गएँ। यत्रो लामो नीति तथा कार्यक्रममा नेताहरूको निजीगत महत्वाकांक्षाहरूले सामान्य जनताको इच्छाहरू मारिरहेछ, त्यो चाहिँ नगर्नु होला।